नमस्कार सबैजनालाई। यो मेरो नयाँ युट्युब च्यानल एउटा सानो प्रयास हो। यो एउटा आध्यात्मिक जानकारीहरू बाँड्नको लागि, विशेष गरी नेपाली भाषीहरूको लागि एउटा आध्यात्मिक ज्ञान, आध्यात्मिक जानकारी बाँड्नको लागि, अनुभवहरू बाँड्नको लागि, जीवन सम्बन्धी विषयमा यसो केही आफ्ना कुराहरू राख्नको लागि एउटा सानो प्रयास हो। यो मेरो च्यानलको नाम हो ओशो शिवशक्ति नेपाल। नेपाल आफैमा एउटा तपोभूमि हो, एउटा धार्मिक स्थल हो, पवित्र हो, एउटा पवित्र भूमि हो। त्यसैले नेपाल पनि यो च्यानलमा नेपाललाई हामीले जोडेका छौँ र एउटा सानो प्रयास हो। यसमा अब कोसिस गर्दै अगाडि बढ्ने हो। अब यो क्रममा केही मिस्टेकहरू भए, केही त्रुटिहरू भए क्षमा माग्छु म, किनकि अब केही प्राविधिक मिस्टेकहरू हुन सक्छन्। त प्रयास हुनेछ आफ्नो गल्तीहरूबाट सिक्दै एउटा राम्रो युट्युब च्यानलबाट अब चाहिँ नेपाली भाषीहरूको लागि विशेष गरी ज्ञानको कुराहरू गर्न सकौँ भनेर यो च्यानल बनाएको हो, ओशो शिवशक्ति नेपाल। यसलाई हजुरहरूले माया गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद।